मेरो आवाज सुन्नु भएको छ? ल, धन्यवाद है। हामी आजको कक्षा सुरु गर्छौं। सर्वप्रथम हिजोको प्रश्न र यहाँहरुको उत्तर दुईजनाले सुनाउने है आज। ल, हिजो नसुनाएको, यसअघि नसुनाएको साथीहरु कोही हुनुहुन्छ हिजो होमवर्क गर्नु भएको, यो प्रश्नको उत्तर लेख्नु भएको छ भने सुनाउनु त, अनम्युट गरेर। प्रतिवेदन लेखन भनेको के हो? यसका अवयवहरु लेख्नुहोस्। ल, कसले सुनाउँछ? पूर्णिमाजीले सुनाउनुहुन्छ? हजुर सर। ल सुनाउनु। कुनै पनि विषय वा घटनाको विस्तृत अध्ययन र सोधखोज पछि तयार पारिने विवरणलाई प्रतिवेदन भनिन्छ र यस्तो प्रतिवेदन लेख्ने कार्य नै प्रतिवेदन लेखन हो। जस्तै सभा समारोह, भ्रमण, जात्रा, मेला पर्व, शैक्षिक गतिविधि, वनभोज, दुर्घटना, अनुसन्धानात्मक कार्य आदिको सोधखोजबाट विवरणहरू तयार पारी लेखिने कार्य नै प्रतिवेदन लेखन हो। विभिन्न शीर्षकहरूमा तयार पार्ने प्रतिवेदनका अवयवहरू निम्नानुसार छन्। अग्रभागतिर आवरण, पृष्ठ, कृतज्ञता, शब्दावली, विषय सूची, तालिका सूची। मध्यभागतिर परिचय, साहित्यिक पुनरावलोकन, तथ्याङ्क सङ्कलन, तथ्याङ्क विश्लेषण, नतिजा, निष्कर्ष, सुझाव र अन्तिम भागमा सन्दर्भ सामग्री अनुसूचीहरू मात्रै लेखेको छु सर मैले। ल, अलिकति पुगेन। यो प्रतिवेदन लेखन भनेको के हो भन्दाखेरि तपाईले पहिला प्रतिवेदन लेखन भनेको परिभाषा दिनुभयो, त्यसपछि उदाहरण दिनुभयो हैन, दुईटा कुरा लेख्नुभयो, अलिकति पुगेन है। त्यसलाई चाहिँ अझ दुई चारवटा पोइन्टहरु थप्नु पर्यो। प्रतिवेदन लेखनमा के कस्ता कुराहरु समावेश गरिन्छ, त्यसका आवश्यकता महत्त्व के हो, एक दुईटा पोइन्टहरु थप्दिएर प्रतिवेदन लेखनलाई चाहिँ अलिकति बुझाउने तरिकाले लेख्नु पर्यो। कस्तो केसमा चाहिँ प्रतिवेदन लेखिन्छ, किन लेखिन्छ प्रतिवेदनले के गर्छ भन्ने विषय पनि दुई चारवटा बुँदा चाहिँ थप्नु होला है। त्यसपछि अवयवमा चाहिँ मैले हिजो अवयवमा अलिकति मलाई त्यो चार्ट देखाएको थिएँ हैन, त्यो चार्टमा चाहिँ अलिकति मैले यसलाई अलि रिभाइज गरेको छु, एकचोटि हेर्नु होला है। भन्नाले त्यो गलत त छैन, तर त्यसमा केही कुरा अलिकति थप दिएको छु। यहाँ हेर्नु त, यो आवरण पृष्ठ, कृतज्ञता, विषय सूची हैन, यो त थियो त्यही, तालिका सूची पनि थियो। यो चार्ट या चित्र सूची पनि त्यसमा थप्नु होला। अनि शब्दावली भयो, यो क्रम चाहिँ यसरी मिलाउनु होला है। यो शब्दावलीलाई मैले अगाडि लेखेको थिएँ। म अहिले तपाईलाई सोध्छु भने हजुर तपाईले यो हजुरको लिंक एकपटक व्हाट्सएप ग्रुपमा राख्न मिल्दैन? के को लिंक? ए अहिले पढिरहेछन् नि भिडियो सर। तपाईलाई म पठाइदिन्छु, मैले पठाइदिइसकेको छु सरलाई हैन। हजुर त्यो लिंक त्यसमा आएन, व्हाट्सएप ग्रुपमा आएन, त्यही भएर अलि जोइन गर्दाखेरि अलि अप्ठ्यारो भयो कि मोबाइलदेखि सानो देखिन्छ। अनि ल्यापटपदेखि कनेक्ट गरौँ भने अलि आएन कि अहिले लिंक सर। भन्नाले त्यो त सरलाई सोध्नु न है, त्यो कसरी जोइन गर्नु। यसो गर्नु न, त्यो व्हाट्सएप ग्रुपमा भएको जो लिंक छ नि त्यसलाई कपी गरेर मेसेन्जरमा राखेर फेसबुकमा राख्नु, मेसेन्जरमा राख्नु, अनि मेसेन्जरमा ओपन गर्नु त, अनि ल्यापटपबाट आउँछ। केशव सर नमस्ते। नमस्ते सर। सर माइक्रोसफ्ट टिम्समा हुन्छ ल साथीहरु, सबैजना लगइन गर्नु भएको छ नि? नगरेकोले अफिसको नम्बरमा मेसेज गर्नु, उहाँले एसिस्ट गर्नुहुन्छ। माइक्रोसफ्ट टिम्सै हुन्छ, सरले जे नोट पठाइदिनुहुन्छ, सरको भिडियो नोट सबै त्यसैमा हुन्छ ल। केमा भन्नुभयो सर? माइक्रोसफ्ट टिम्समा हैन जोइन भएको। जोइन हुनु भएको छैन? म्याम अफिसको नम्बरमा एकचोटि मेसेज गरिराख्नु न है, व्हाट्सएपमा मेसेज गर्नुहोस्, रेस्पोन्स गर्नुहुन्छ है। म नम्बर यहाँ सेयर गरिदिन्छु। ए हस् हुन्छ। ल साथीहरु, अब मैले यो कार्यविधि अन्तर्गतको नोट चाहिँ आज सरहरुलाई पठाइदिएको छु। सरहरुले राखिदिनुहुन्छ, कति बेला राखिदिनुहुन्छ हैन, मैले पठाइदिइसकेको छु, त्यो तपाईहरुले प्राप्त गर्नुहुन्छ है। अनि त्यो मैले अग्रभागमा चाहिँ यो शब्द अथवा के अरे चार्ट अथवा चित्र सूची भन्ने थपेको थिइन, त्यो पनि थपिदिनु होला। अनि यो क्रम चाहिँ नबिगार्नु होला, यही क्रम राखिदिनु होला। मध्य भागमा पनि मैले परिचय मात्रै भनेको थिएँ, यसमा परिचयभित्र के हुन्छ भन्ने कुरा पनि खुलाएर लेखिदिएको छु यसमा हैन। जस्तो समस्या हैन, के समस्या भएर हामीले त्यो प्रतिवेदन तयार गरेको हो हैन, त्यो समस्या, उद्देश्य, अध्ययन विधि
होइन अपेक्षित उपलब्धि हामीले त्यसबाट के आशा गरेका छौँ त, के पाउनको लागि त्यो अध्ययन गरिरहेका छौँ भन्ने जस्ता कुराहरू र हाम्रा सीमाहरू के हुन्, हामीले कतिसम्म गर्न सक्छौँ, हाम्रो सीमितता के हो, हामी कति गर्न भ्याउँदैनौँ, ती कुराहरू सीमामा उल्लेख गरेर गरिन्छ। परिचय खण्डमा यी कुरा हुन्छ। मुख्य खण्डमा यो परिचय खण्डमा धेरै अलि ठुलो हुन्छ यो परिचय खण्ड, किनभने यसमा समस्याहरू, वास्तविक समस्या किन हामी त्यो अध्ययन गरिरहेछौँ, होइन, त्यो मेन समस्या, अनि त्यो हाम्रो अध्ययनको उद्देश्य के हो अथवा त्यो प्रतिवेदनको उद्देश्य के हो, के का लागि हामी त्यो गरिरहेछौँ, त्यसपछि अध्ययन विधि, विभिन्न विधिहरूमध्ये होइन अध्ययन विधि हाम्रो कस्तो रहन्छ, त्यसपछि अपेक्षित उपलब्धि हामी के के प्राप्त गर्ने सोचका साथ त्यो अध्ययन गरिरहेछौँ, होइन, त्यो कुरा पनि उसमा खुलाउँछौँ, हामी प्रतिवेदनमा खुलाउँछौँ। र सीमा भनेको हामीसित के लिमिटेसनहरू छ, हाम्रा भन्नाले के सीमितता छ के हामीमा, भने सबै कुरो त हामीसित हुँदैन, साधन स्रोतहरू पनि हुँदैन, सबै ठाउँमा हामी पुग्न पनि सक्दैनौँ, होइन, सबै कुरा हुँदैन, आफूसित भएको चिज बाहेक अन्त बाहिर जान त सक्दैनौँ। त्यसैले हाम्रो सीमाहरू रहन्छन्। कस्तो अब अध्ययन गर्ने बेलामा कुनै क्षेत्रमा मात्रै गरियो भने त्यो हाम्रो सीमा भयो कि बाहिर हामी जान सकेनौँ नि, अनि त्यो बाहिर त्यो ठाउँको अध्ययनले सबै ठाउँको एउटै हुन्छ भन्न त सकिँदैन नि। त्यही भएर हाम्रा सीमितता के हुन् ती कुराहरू पनि हामी त्यसमा परिचय खण्डमा यति कुराहरू हामी खुलाउँछौँ। साहित्यिक पुनरावलोकनको कुरा त तपाईँहरूलाई मैले बताएकै छु, होइन। अनि अब तथ्याङ्क सङ्कलन, होइन, तथ्याङ्क विश्लेषण, नतिजा, निष्कर्ष, होइन, अब यी कुराहरू तपाईँले बुझ्नु बाँकी छ। त्यो परिचय खण्ड चाहिँ अलिकति कमजोर भयो है तपाईँको, अलिकति थपेर लेख्नु होला। अर्को कोही साथीले फेरि सुनाउन चाहनुहुन्छ सोही प्रश्न? कसैले लेख्नु भएको छ? म सुनाउ सर? ल सुनाउनु त। मैले स्कोलरदेखि नै स्टार्ट गरेको। According to Mary Munter and Lynn Hamilton, authors of Guide to Marginal Communication, report writing is the process of selecting, organizing, interpreting and communicating information to meet a specific objective. त्यसपछि report is the statement of the job done by an individual, groups, organization or committee during a fixed period of time. त्यसपछि reports can be written for various purposes such as providing updates of a project and signing the data or presenting findings, study of historical events or making recommendation. It presents the past performance, progress, achievement, problem and their solution in suggestive manner. And त्यसपछि the report is also the important part of office procedure. Example मा चाहिँ 34th annual report of CIA, त्यसपछि 61st annual report of office of auditor general, and त्यसपछि कम्पोनेन्टहरू componentमा चाहिँ front part मा त्यही cover page, त्यसपछि it is the front page of report in which the name of the report, date, name of the officer or generally त्यसको के भन्छ निकाय to which the report was submitted and below, र त्यसको तलमा भनेको त्यो कहाँ त्यसको नेम र एड्रेस लेखिन्छ त्यो कहाँ पुगाउने भनेर। अनि ग्रेटिट्युडमा चाहिँ provide a special thanks to expert, writer and related stakeholders. अनि त्यसपछि भोक्याबुलरीमा चाहिँ कम्प्लेक्स वर्ड र एब्रिभिएसन मिनिङको भनेको गाह्रो शब्द र के भन्छ छोटो छोटो शब्दको त्यसमा मिनिङ लेखिन्छ। अनि त्यसपछि टेबल अफ कन्टेन्टमा भनेको त्यही कुन पेजमा छ भनेर इट इन्डिकेट्स विच पेज कन्टेन्स द डिटेल अफ द सब्जेक्ट। अनि त्यसपछि टेबल लिस्टमा भनेको यसले लिस्ट अफ टेबल कति छ भनेर जनाउँछ, इट प्रेजेन्ट्स द लिस्ट अफ टेबल। अनि त्यसपछि मिडल पार्टमा भनेको इन्ट्रोडक्सनमा चाहिँ इट इन्क्लुड्स ब्याकग्राउन्ड, problem identification and analysis, scope of study, method, limitation or other topic थे। त्यसको के भन्छ समस्या, ब्याकग्राउन्ड के भन्छ त्यसले एनालाइसिस गरेर त्यसको स्टडीको के स्कोप छ त्यही। अनि लिटरेरी रिभ्यूमा त्यही रिभ्यू अफ रिलेभेन्ट लिटरेचर, पहिलाको लिटरेचरलाई हेरेर आफ्नो अहिलेको लिटरेचरलाई त्यही के भन्छ त्यही रिपोर्टलाई रिभ्यू गर्ने। अनि त्यसपछि डाटा कलेक्सन भनेको सोर्सेसबाट डाटा कलेक्ट गर्ने, जस्तै भयो बजेट, 16 प्लान, त्यहाँबाट हामी डाटा कलेक्ट गर्न सक्छौँ। अनि त्यही डाटालाई एनालाइसिस गर्ने स्ट्याटिकल एनालाइसिसमा। अनि त्यसपछि रिजल्ट, अनि कन्क्लुजन एन्ड सजेसन, त्यसपछि फाइनल पार्टमा भनेको रिफरेन्स मेटेरियल र सेड्युल। ल
ल राम्रो छ, धेरै राम्रो छ। यति कुरा तपाईँले 7.5 मिनटमा लेख्न सक्नुहुन्छ कि सक्नुहुन्न, पहिला त आफूले प्र्याक्टिस गर्नु है। अब तपाईँले त अहिले मिलाएर लेख्नु भएको छ कि आफै पनि अब यो प्रश्नको उत्तर 7.5 मिनटमा सबै कम्प्लिट गर्न सक्नुहुन्छ सक्नुहुन्न, तपाईँले भने जति एउटा कुरा। यदि हजुर सक्नुहुन्छ भने राम्रो छ, सबैलाई तपाईँले व्याख्या गर्नु भएको छ एक लाइनमा होइन। ठिक हजुर छ। पहिलो त्यो परिचय खण्डमा तपाईँले लेख्ने स्टाइल चाहिँ के गर्नु भने, त्यो प्रतिवेदन लेखन भने के हो भन्ने विषयमा तपाईँले त्यो कुनै एउटा विद्वानको कोटेसन हाल्नु भएको छ नि होइन, कोट चाहिँ तपाईँले त्यहाँ सुरुमै लेख्नुभयो नि। तपाईँले एउटा हजुर परिभाषा दिएपछि सेकेन्ड पेजमा चाहिँ विद्वानको भनाइअनुसार यो भनेर चाहिँ लेखिदिनु भयो भने त्यो एउटा फर्मेटमा हुन्छ है। सुरुमा त्यो कुनै विद्वानको भनाइ लेखेर तपाईँले परिभाषा दिनुभन्दा पनि पहिला परिभाषा दिनु एक लाइनको होइन। परिभाषा सर दिइसकेपछि चाहिँ अनि त्यसपछि विद्वानले यसो भनेका छन् भनेर त्यो विद्वानको कोट पनि तपाईँले त्यहाँ इन्क्लुड गर्न सक्नुहुन्छ। अरू फर्मेट राम्रो छ, लेखाइ राम्रो छ एकदम अब यही फलो गर्नु होला। समयलाई चाहिँ ख्याल गर्नु होला। 7.5 मिनटमा यति लेख्न हजुर सक्नुभयो भने बेस्ट हुन्छ है त। हस् ल अरू साथी कसैको केही छ हिजोको कक्षाको विषयमा? मैले एकपटक भन्न पाउँछु सर? ल भनिहाल्नु, अलिक छिट्टो भन्नु है। ल हुन्छ सर। ल कुनै पनि अध्ययन अनुसन्धानको समयमा अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित समग्र बेहोराको सिलसिलेवार तथा क्रमबद्ध बेहोरा सहितको माथिल्लो निकायमा लिखित दस्तावेज बुझाउनलाई नै प्रतिवेदन भनेर लेखेको छ एउटा डेफिनेसनमा छ। हजुर अनि यसले घटना तथा कुनै अनुसन्धानको विषयवस्तुको समग्र बेहोरा लिखित रूपमा समेटेको हुन्छ। यो कार्य सञ्चालन तथा कार्य व्यवस्थापनको एक प्रमुख आधार स्तम्भ हो। प्रतिवेदनको निश्चित नमुना तथा ढाँचा हुने गर्दछ। तोकिएको ढाँचा तथा नमुनामा रहेर प्रतिवेदन लेख्नु आवश्यकता मानिन्छ लेखेको छु, यतिसम्म छ। हजुर अनि एउटा चाहिँ मैले यसका सिद्धान्तहरू भनेर लेखेको छु, प्रतिवेदनका सिद्धान्त र अनि प्रतिवेदनका उद्देश्य भनेर लेखेको छु अवयवहरूमा। होइन होइन त्यो लेख्ने होइन है, अवयवमा त्यो लेख्ने होइन। अवयव भनेको त हिजो हामीले पढ्यौँ नि, पहिलो खण्ड दोस्रो खण्ड तेस्रो खण्डमा हामी के कुरा उल्लेख गरेका थियौँ नि, ती कुराहरू अघि मैले चार्टमा देखाएको थिएँ नि, तिनै हुन्, हजुर सर। सिद्धान्तहरू होइनन् है। अनि परिचय खण्डमा पनि ठिकै छ, भर्खर लेख्नु सुरु भयो जस्तो लाग्यो मलाई होइन। ठिकै छ, यो प्र्याक्टिस हो, अझ सुध्रिँदै जान्छ। लेखाइ एभरेजै छ, त्यस्तो ठ्याक्कै ठिक छैन भन्न मिल्दैन, तर राम्रो बेस्ट पनि छैन है। ए हुन्छ हुन्छ। ल बिस्तारै लेख्दै जानु, सुधार हुँदै जान्छ, यसमा केही समस्या छैन। ल साथीहरू, यहाँ म्यासेज आएर चाहिँ केही छ यति वाट्सएपमा नला हिजोको नोटमा टाइम वेस्ट हुँदैछ, कोही नेपाली छ कोही इङ्ग्लिस मिडियम। ल ठिक छ, अब हामी आजको क्लास सुरु गर्छौँ है। हामी आज के पढ्छौँ? आज हामी अभिलेख भनेको के हो, अभिलेख व्यवस्थापन भनेको के हो, त्यसको परिचय उद्देश्य प्रकारको विषयमा हामी पढ्छौँ। हामीले अस्ति क्लासमा चाहिँ अभिलेख व्यवस्थापनको के अरे अभिलेख भन्ने विषयमा र अभिलेखको प्रकारको विषयमा चाहिँ सामान्य जानकारी गरेका थियौँ। सबभन्दा पहिला अभिलेख भनेको कुरा तपाईँले बुझिसक्नुभयो होइन। सङ्गठनको कामको सिलसिलामा त्यही कार्यालयमा सिर्जना भएका अथवा अन्यत्रबाट प्राप्त भएका सबै प्रकारका ती कागजातहरू हुन्छ। मायाजी अनम्युट गर्नु ल। सङ्गठनमा अथवा कार्यालयमा है, सङ्गठन अथवा कार्यालयमा चाहिँ आफै सिर्जना भएका अथवा अन्यत्रबाट प्राप्त भएका कागजातहरू जो के हुनु पर्यो, लिखित र प्रमाणित हुनु पर्यो, त्यस्ता दस्तावेजहरू त्यस्ता कागजातहरू त्यसलाई हामी के भन्छौँ, अभिलेख भन्छौँ। जस्तो के हुन सक्छन् त भन्दाखेरि बिल भरपाई चिठी पत्रहरू पत्रिकाहरू होइन, पुस्तक चित्र चलचित्र फैसला आदेश परिपत्र निर्देशन प्रतिवेदन सङ्केत अडियो भिडियो लगायतका कागजात एवं सामग्रीहरू पर्छन् भनेर हामीले बुझिसक्यौँ। अब यो सबै स्वरूपमा हुन्छ, जस्तो लिखित स्वरूपमा अनि श्रव्य दृश्य भनेको सुन्ने होइन, अडियो भिडियो स्वरूपमा पनि हुन्छ, त्यसै गरेर सङ्केतको रूपमा पनि हुनसक्छ अथवा पुरातात्विक स्वरूपमा पनि हुन्छ, जस्तो तामाको सिक्कामा लेखेको तामाको भाँडामा लेखेको होइन, त्यस्ता अभिलेखहरू हुन सक्छन्। कहिलेकाहीँ त्यो मन्दिरहरूमा ढुङ्गामा लेखेका ती पनि अभिलेखै हुन् होइन।
ती पुरातात्विक स्वरूपमा रहेका हुन्छन् कतिपय कुरा, कुनै डिजिटल एकदम डिजिटल स्वरूपमा रहेका हुन्छन्। अहिले लेटेस्टमा हामी सबै कुराहरू हामी डिजिटल स्वरूपमा राखेका हुन्छौँ। त्यो पुस्तकमा अथवा हामीले लेख्ने रजिस्टरमा लेखेका कुरालाई पनि हामीले स्क्यान गरेर होइन डिजिटल स्वरूपमा चाहिँ सेभ गरेर राखेका हुन्छौँ। भनेपछि अब जुनसुकै स्वरूपमा रहेका भए पनि ती प्रमाणित दस्तावेजहरू के हुन् त? अभिलेख हुन्। यति कुरा हामीले पढिसक्यौँ। अब अभिलेखका प्रकार के हुन्छन् भन्दा अभिलेख त्यसको उपयोगिताका आधारमा चाहिँ 4 प्रकारले भन्यौँ। कम उपयोगी, उपयोगी, महत्त्वपूर्ण, अति महत्त्वपूर्ण भनेर 4 प्रकारले बाँड्यौँ। कम उपयोगी भनेको सामान्यतया 1 वर्षसम्म काम लाग्ने होइन त्यसपछि चाहिँ त्यसको त्यति महत्त्व नभएको त्यस्तो अभिलेखलाई हामी के भन्छौँ त? कम उपयोगी भन्छौँ। अब 1 वर्षभन्दा बढी 10 वर्षसम्म उपयोग गर्न सकिने, प्रयोग हुने, त्यसको महत्त्व रहेको छ भने त्यसलाई हामी के भन्छौँ? उपयोगी भन्छौँ। 10 वर्षभन्दा बढी 20 वर्षसम्म राख्नुपर्ने, संरक्षण गर्नुपर्ने, त्यसको महत्त्व रहेको, त्यसको उपयोगिता रहेको छ भने त्यसलाई हामी महत्त्वपूर्ण भनेर छुट्याउँछौँ। र अति महत्त्वपूर्ण भनेको जुन दस्तावेजहरू, जुन अभिलेखहरू हामीले कहिल्यै पनि नष्ट गर्न मिल्दैन, नष्ट गर्न सक्दैनौँ, होइन, राखिराख्नुपर्ने हुन्छ, त्यस्ता दस्तावेजहरूलाई हामी अति महत्त्वपूर्ण भनेर सूचीकृत गरेर यसरी 4 प्रकारमा बाँडेर हामीले अभिलेखलाई बाँड्न सक्छौँ। के को आधारमा त भयो भन्दा यो उपयोगिताका आधारमा भयो। अब सरकारवाला क्षेत्रको आधारमा चाहिँ कुन विषयसँग सम्बन्धित छ भनेर अभिलेखलाई जस्तो सरकारी, गैर सरकारी, साङ्गठनिक होइन र व्यक्तिगत भनेर यसरी विभाजन गर्न पनि सक्छौँ। त्यसै गरी आयामको आधारमा विभिन्न आयामहरू हुन्छन् होइन, विषय सब्जेक्ट अनुसार। जस्तो कानुनी लिगल कुराहरूसँग सम्बन्धित डकुमेन्टेसन हो भने त्यसलाई हामी के गर्छौँ त? कानुनी भनेर अभिलेख भनेर छुट्टै राख्छौँ अथवा त्यसलाई छुट्याउँछौँ। त्यसै छुट्याउन सकिन्छ। अब वित्तीय, आर्थिक होइन रकम कलमसँग सम्बन्धित विषय हुन् होइन, आर्थिक विषय हो के अरे वित्तीय विषयहरू भने हामीले त्यसलाई छुट्टै क्याटेगोराइज गर्न सक्छौँ। त्यो छुट्टै विषय भयो अभिलेखको। त्यस्तै अन्य अभिलेखहरू हुन्छन्। कूटनीतिक भनेको परराष्ट्र मामिलासँग कि एक देशले अर्को देशसँग गर्ने सम्बन्ध के अरे सम्बन्धका दुई देशबीचको सम्बन्धका विभिन्न पाटा हुन्छन्। त्यसमा विभिन्न अभिलेखहरू राख्नुपर्ने हुन्छन्। वार्ता हुनसक्छ, सम्झौता हुनसक्छ, पत्रचार हुनसक्छ। हरेक प्रकारका ती डकुमेन्टहरू पनि हामीले सेभ गरेर राख्नुपर्ने हुन्छ, सुरक्षित राख्नुपर्ने हुन्छ होइन। ती कूटनीतिक भन्छ त्यसलाई। अब सामाजिक भनेको सामाजिक विषयवस्तुसँग सम्बन्धितहरू होइन, चालचलन होइन, प्रथा परम्पराहरूसँग सम्बन्धित अभिलेखहरू होलान्। संस्कृतिसँग सम्बन्धित होइन। अब सामाजिक सांस्कृतिक एउटै क्याटेगोराइजमा राख्न नि सक्छौँ हामी होइन। सांस्कृतिक भनेको नि पर्व परम्परा, चाडपर्व, रीतिरिवाज होइन, ती विषयहरू हुन्। त्यसरी राजनीतिक विषयहरू, अब राजनीतिक कुराहरू त तपाईँहरूलाई थाहा छँदैछ होइन। शासन प्रणालीसँग सम्बन्धित विषयहरू होइन, राजनीतिक दलसँग सम्बन्धित विषयहरू होइन, राजनीतिक प्रणालीसँग सम्बन्धित विषयहरू, त्यस्ता खाले कागजातहरू, त्यस्ता अभिलेखहरूलाई हामीले राजनीतिक अभिलेख भनेर त्यसरी बाँड्न सक्छौँ। अब हाम्रो एउटा नियम छ के अरे, हाम्रो एउटा कानुन छ के कानुन छ भन्दा सरकारी कागजात धुलाउने नियम 2027 भन्ने छ। यो नियम भने के हो? नियम भनेको नियम कसले बनाउँछ? नियम बनाउने सरकारले बनाउने हो है। नियम कसले बनाउँछ? सरकारले बनाउँछ। कार्यकारी अङ्गले बनाउँछ, कार्यपालिकाले बनाउँछ। ऐन कसले बनाउँछ? ऐन व्यवस्थापिकाले बनाउँछ। भनेपछि कार्यपालिकाले बनाओस्, व्यवस्थापिकाले बनाओस्, ती सबै के हुन्? कानुन हुन्। तपाईँहरूलाई थाहा छ नि कानुन भनेको के हो भन्ने कुरो तपाईँको दिमागमा के छ? कानुन भनेको संविधान हो, ऐन हो, नियम हो, कार्यविधि हो, मापदण्ड हो, मान हो, निर्देशिका हो, कार्यविधि हो, अनि सन्धि सम्झौताहरू हो, अदालतका नजिर हो। यी सबै कानुन हो। अब तपाईँले सम्झिनु पर्यो, कानुन भनेको जस्ट ऐन त्यो संसदबाट पास भएको ऐनलाई मात्रै कानुन भनेर नबुझ्नु होला। त्यो बुझ्नु भने कम बुझ्नुभयो, तपाईँको सोचाइको क्षमतै कमजोर भयो। अब बृहत बनाएर सोच्नुहोस्। कानुन भन्ने शब्द देख्नुभयो भने संविधानदेखिबाट लिएर यी अघि मैले भनेका सबै विषयहरू पर्छन्। अब सबै चिज संसदले बनाउँछ बनाउँदैन? संसदले के बनाउँछ? ऐन बनाउँछ। संविधान त विभिन्न आधारमा बन्छ। कहिले आयोगले बन्थ्यो पहिला भने, अहिले चाहिँ संविधान सभाले बनायो भने, त्यसपछिका ऐनहरू जति बन्छन् ती सबै ऐन कसले बनाउँछ त भन्दा ऐन बनाउने भनेको संसद हो, व्यवस्थापिका संसदले बनाउने हो।
होइन। हाम्रो नेपालमा कसले बनाउँछ त ऐन भन्दा अब सङ्घीय लेभलमा हो भने व्यवस्थापिका संसदले बनाउँछ, प्रतिनिधि सभा राष्ट्रिय सभा छ, दुईटा सदन। प्रदेश सभा हो भने प्रदेश स्तरको सरकारको लागि बनाउने कानुन हो भने ऐन हो भने प्रदेश सभाले बनाउँछ। र स्थानीय तहमा ऐन कसरी बन्छ त भन्दा पालिकाहरूमा के हुन्छ, गाउँसभा नगरसभा भन्ने हुन्छ हो। उनीहरूले के गर्छ त ऐन बनाउँछ। ऐन बनाउँछ भनिसकेपछि मैले तपाईँलाई बुझाउन खास कुरो के हो भने यो प्रसङ्गभन्दा बाहिरको भए पनि तपाईँले बुझ्नुपर्ने विषय हो कि अरू अरू च्याप्टरलाई काम लाग्छ भनेर मैले अलिक डिटेलली तपाईँलाई यो बुझाएँ। यो नियम भनेको के रहेछ त भन्दा यो पनि कानुन रहेछ। कति सालमा बनेको रहेछ? 27 सालमा बनेको रहेछ। सरकारी कागजात धुलाउने नियम 2027 भनेको कहिले त्यसलाई नष्ट गर्ने, कहिले त्यो कागजातलाई नष्ट गर्ने। सधैँ कामकाजका सरकारले गरेका सबै कामकाजका कागजातहरू सधैँ राख्न सम्भव छ? त्यसले कति ठाउँमा गर्छ? कहिलेसम्म सुरक्षा गरेर दिन सकिन्छ? सकिँदैन नि, सम्भव हुँदैन नि। भनेपछि त्यसलाई क्याटेगोराइज गर्ने, यी माथि भने जस्तै कम उपयोगी, उपयोगी, महत्त्वपूर्ण, अति महत्त्वपूर्ण के कस्ता खालका कागजात हुन् त्यही अनुसार कुनैलाई छिटो धुलाउने, होइन, नष्ट पार्ने, कसैलाई अलि समय राख्ने, कसैलाई लामो समय राख्ने र कसैलाई धुलाउनै नपाउने, होइन, कहिले पनि धुलाउन नमिल्ने भनेर त्यसरी क्याटेगोराइज गरेर राख्ने भनेर के कागजातहरू राख्ने भन्ने कुरा यही सरकारी कागज धुलाउने नियम 2027 भन्ने नियममा छ। यसमा के लेखेको छ भन्दा 1 वर्षमा धुलाउन मिल्ने, 3 वर्ष पछि धुलाउन मिल्ने, होइन, त्यसपछि 5 वर्ष, 10 वर्ष, 20 वर्ष र कहिले पनि धुलाउन नमिल्ने खालका कागजातहरू के रहेछ भन्ने कुरा त्यसमा लेखेको छ। तपाईँलाई अध्ययन गर्न मन लाग्यो भने गुगलमा सरकारी कागज धुलाउने नियम 2027 भनेर टाइप गर्नुहोस्, त्यहाँ सुरुमा आएको लिङ्कमा क्लिक गर्नुहोस्, डाउनलोड गर्नुहोस् अनि पढ्नुहोस्। भित्र 1 वर्ष, 3 वर्ष, 5 वर्ष, 10 वर्ष, होइन, 20 वर्ष र 20 वर्षभन्दा माथि कहिले पनि धुलाउन नमिल्ने भन्नेका विभिन्न कागजातहरू छन्। ती कागजात अनि त्यही नियममा रहेर सरकारी कार्यालयले अथवा सरकारी निकायले के गर्छन् त भन्दा ती कागजातहरूलाई धुलाउँछन्। नत्र त तपाईँलाई लाग्छ नि कुनै सामान्य कागजात पनि 20औं वर्ष थन्काएर राख्न त सकिँदैन। ठाउँ कति लिन्छ त्यसले? कर्मचारीले सेवा प्रवाह गर्ने ठाउँ जति सबै त्यही कागजपत्रले भरिन्छ। प्रत्येक एउटा कार्यालयले कति सेवा दिन्छ हो, त्यसको महत्त्वको आधारमा कति समय राख्ने भन्ने कुराहरू यो सरकारी कागज धुलाउने नियममा छ। यही आधारमा पनि तपाईँले 1 वर्ष, 3 वर्ष, 5 वर्ष, 10 वर्ष, 20 वर्ष र सोभन्दा बढी भनेर तपाईँले यसरी विभाजन गर्न पनि सक्नुहुन्छ। अब नर्मल्ली तपाईँले अघि एकजना सरले अस्तिको क्लासमा भन्नुभएको थियो यो उपयोगिताको आधारमा र आयामको आधारमा मात्रै लेख्दा पनि हुँदैन भन्छ। हुन्छ, नहुने कुरा भएन, तर थप कुरा यी पनि तपाईँले जोड दिनुभयो भने अझ राम्रो हुन्छ है। यति कुरा त हामीले पढिसकेका विषय हो। अब आज हामी हजुर यो 20 वर्ष माथि राख्ने जुन डकुमेन्टहरू हुन्छ नि, हजुर यो चाहिँ अब प्रत्येक कार्यालयले आफू छुट्टा छुट्टा राख्छ कि अथवा यो नेपालभरिको एउटा ठाउँमा कहीँ राख्छ कि होइन के होइन, हो? त्यो जिम्मेवार निकायहरू फरक फरक हुन्छ। एकै ठाउँमा त त्यो पनि सम्भव हुँदैन नि। त्यो त्यसको छुट्टै विभागहरू हुन्छन्, मन्त्रालय हुन्छ, होइन, जिम्मेवार त्यसको जिम्मेवार कसले लिने भन्ने हुन्छ, त्यही अनुसार हुन्छ। अब विषयसँग सम्बन्धित कुरा हुन्छ नि, जस्तो नेपालका नक्साका कुराहरू होलान्, है, सन्धि सम्झौताका कुराहरू होलान्, त्यस्ता यो कुराहरू। चाहिँ कहाँ राखेका हुन्छ सर? हजुर, यो चाहिँ कहाँ राखेका हुन्छ यस्ता डकुमेन्टहरू चाहिँ? कुन डकुमेन्टहरू हुन्छ मन्त्रालय नि, अन्तर्गत? अब विभागहरूमा, मन्त्रालयहरूमा रहन्छन्, होइन, अनि त्यसपछि गएर न्यायपालिका पनि हुनसक्छ, सर्वोच्च अदालतमा पनि रहन सक्छ, होइन, माथिल्लो निकायमा रहन्छन्। तपाईँ बुझ्नु न है। अब कतिपय कुराहरू उसमा पनि हुन्छन्, के भन्छ, सङ्ग्रहालयमा पनि हुन्छन्, होइन, त्यस्ता अभिलेखहरू, लामो समयका अभिलेखहरू सङ्ग्रहालयमा पनि भेटिन्छन्, होइन। त्यसको जिम्मेवार निकायले राख्छ। अब यसले उसले नभनौँ, होइन, जो जिम्मेवार छ जिम्मेवार निकायले अभिलेखको के गर्छ, सुरक्षा गरेर राख्छ। अब त्यही हो, तिनै अभिलेखलाई हामीले राम्रोसित सुरक्षा गरेर राख्ने, बेला बखतमा आवश्यक पर्यो भने प्रयोग गर्ने, आवश्यक परेन भने निश्चित समयपछि त्यसलाई धुलाउने अथवा हटाउने, होइन, त्यसलाई नष्ट गर्ने काम गरिन्छ भने ती सबै कामहरूको समग्रमा के भन्छ, त्यसलाई अभिलेख व्यवस्थापन भन्छ। अभिलेखलाई सुरक्षा गर्नु पर्यो, अभिलेख चेतिन, भत्किन, फालिन, डढ्न, होइन, मुसाले खान, त्यो सबै हिसाबबाट सुरक्षा राख्नु पर्यो। त्यसपछि ती अभिलेख कुनै न कुनै बेला काम लाग्छन्, प्रयोग गर्नुपर्ने हुन्छ अभिलेखको, त्यस्तो बेला प्रयोग पनि गर्नु पर्यो, होइन। त्यसपछि गएर
लामो समयसम्म राखिराख्नुपर्ने आवश्यकता छ कि छैन? छ भने सुरक्षित तरिकाले राख्दै जाने, त्यसलाई अपडेट गर्दै जाने, त्यसलाई संरक्षण गर्दै जाने। छैन र धुलाउन पर्ने आवश्यकता छ भने त्यसलाई धुलाउने। यी यस्ता कामहरू गर्नुपर्छ पर्दैन अभिलेखलाई? हो, यो काम अथवा यो काम गर्दाखेरि अपनाउने प्रक्रिया जे छ यी सबैलाई समष्टिमा के भन्छ? अभिलेख व्यवस्थापन भन्छ। जस्तो अभिलेख प्राप्ति हुन्छ नि विभिन्न तरिका, जस्तो कार्यालयमा आफै सिर्जना भएका पनि हुन सक्छन् हैन? त्यस्ता कार्यालयमा आफै सिर्जना भएका हुन सक्छन् त्यो अभिलेखहरू, अथवा अन्तबाट हस्तान्तरण भएर आएको पनि हुन सक्छ, अथवा अन्तबाट चाहिँ दर्ता हुन आएको हुन सक्छ। ती सबै जसरी प्राप्त भए पनि, आफै सिर्जना भएर प्राप्त भए पनि अन्यत्रबाट आएको भए पनि त्यसको सबभन्दा पहिला प्राप्ति हुन्छ, अभिलेख प्राप्ति हुन्छ। अनि त्यो अभिलेख प्राप्ति भइसकेपछि त्यसलाई छनौट गरिन्छ हैन? छनौट गरेर अनि वर्गीकरण गरिन्छ, कुन कता राख्ने कुन कता राख्ने। अब त्यो कानुनी तरिकाले वर्गीकरण गर्न सकिन्छ, जस्तो कानुनी के अरे उसको आधारमा, विषय आयनको आधारमा कानुनी एकातिर हैन, त्यसपछि राजनीतिक एकातिर, प्रशासनिक एकातिर हैन, विषयका आधारमा त्यसरी छुट्याउन पनि सकिन्छ, वर्गीकरण गर्न पनि सकिन्छ। भने तपाईको अति महत्त्वपूर्ण, महत्त्वपूर्ण, कम महत्त्वपूर्ण हैन भनेर त्यसरी छुट्याउन पनि सकिन्छ। त्यसरी छुट्याउने, न त सबैले एकैचोटि के अरे सुरक्षित राख्न त मिल्दैन नि, पहिला छुट्याउनु पर्यो, अनि त्यसलाई भण्डारण गर्नु पर्यो, राख्नु पर्यो। कसलाई कहाँ राख्ने, कसलाई सिसाभित्र राख्ने हो निश्चित तापक्रम दिएर, किनभने त्यो तापक्रम मिलेन भने नष्ट भएर जान पनि हुनसक्छ। त्यस्ता महत्त्वपूर्ण चिजहरू पनि हुन सक्छन्। कसलाई चाहिँ हावा नलाग्ने ठाउँमा, धुलो नजाने ठाउँमा राख्ने हो, कसलाई चाहिँ दराजभित्र राख्ने हो हैन, कसलाई चाहिँ ऱ्याकमा राख्ने हो। त्यो अभिलेखलाई कसरी राख्दा सुरक्षित हुन्छ र कार्यालयको साधन स्रोतले कति भ्याउँछ राख्न त एकदमै राम्रो। त्यो कहिलेसम्म नगल्ने तरिकाले राख्न मन थियो नि, तर कार्यालयसित त्यस्तो बजेट नहुन सक्छ, त्यसलाई सुरक्षा गरेर राख्ने साधन स्रोत नहुन सक्छ, रकमै भएन, पैसै भएन, बजेटै भएन भने त्यसले कसरी सुरक्षा, धेरै सुरक्षा गर्न सक्छ र? तपाईँले देख्नुहुन्छ नि सरकारी कार्यालयहरूमा कागजपत्रहरू यताउति फालेको देख्नुहुन्छ नि, छततिर त्यो माथिपट्टि ऱ्याकतिर कस्तो भद्रगोल तरिकाले राखेको पनि देख्नुभयो होला। त्यो कार्यालयसित बजेटै छैन त्यसलाई सुरक्षित अभिलेखलाई सुरक्षित तरिकाले राख्नका लागि। भनेपछि त्यहाँ साधन स्रोतको आवश्यकता पर्छ पर्दैन? हो, त्यो आवश्यकता के अरे त्यो कार्यालयमा भएको साधन स्रोतको जे जति छ त्यही अनुसार प्रयोग गरेर हैन, युटिलाइज गरेर हामीले के गर्छौँ, त्यसलाई भण्डारण गर्छौँ, स्टोर गर्छौँ र अनि धुलाउने गर्छौँ। निश्चित समय पुगिसकेपछि त्यसलाई प्रक्रिया पुऱ्याएर त्यसलाई धुलाउँदाखेरि मुचुल्का उठाउनु पर्ने होला हैन, निश्चित मान्छेहरूको रोबर राख्नु पर्ने होला। यसै धुलाउनु त मिल्दैन नि। मैले 20 वर्ष पुग्यो यो धुलाउन मिल्छ भने सिडेलर जलाउने, सिडेलर बेच्दिने, सिडेलर गाडिदिने गर्न मिलेन नि। यो डकुमेन्ट चाहिँ अब धुलाउने के अरे धुलाउने अवधि पुरा भयो भनेर सबैलाई देखाएर मुचुल्का उठाएर गर्नुपर्ने हुन्छ नि। भनेको त्यो प्रक्रिया पुऱ्याएर धुलाउनुपर्छ, यत्तिकै धुलाउन पाइँदैन हैन। त्यो प्रमाण हुनु पर्यो नि यो धुलाएको हो भन्ने कुरो, न त नभेटिएको जति सबै धुलाएको भनेर लगाइदिएर मान्छेले प्रमाणहरू नष्ट गर्न सक्छन् नि। हो, त्यो कारणले गर्दाखेरि त्यो पनि प्रक्रिया पुऱ्याउनुपर्छ। भनेपछि अभिलेखको प्राप्ति, छनौट, वर्गीकरण, भण्डारण र धुलाउनेसम्म हामीले के कामहरू गर्छौँ, के प्रक्रिया पुऱ्याउँछौँ, त्यसलाई एकमुष्टमा हामी के भन्छौँ? अभिलेख व्यवस्थापन भनेर भन्छौँ। यसको काम के हो त भन्दा अभिलेखको आयु बढाउनु हो र यसको उपयोगिता, किनभने त्यो पछि पनि काम लाग्छ भनेर राख्ने हो नि त। त्यो अभिलेख पछि कामै नलाग्ने भए त्यो अभिलेख राख्नुको के अर्थ छ र? कुनै पनि बेला काम लाग्न सक्छ नि त्यो अभिलेख भनेर राख्ने हो नि। जस्तो वडा कार्यालयमा वडा समितिको बैठक गरेर विभिन्न निर्णयहरू गरेको हुन्छ, त्यो त 10औं वर्षपछि त्यो काम लाग्न सक्छ नि त्यो निर्णय। भनेपछि त्यो वडा समितिको माइनोट छ नि निर्णय पुस्तिका, त्यसलाई हामीले के गर्नु पर्यो? सुरक्षित भरले राख्नु पर्यो। भनेपछि त्यसको प्रयोग हुन्छ नि भोलि। हो, त्यसको उपयोगिता बढाउनका लागि हामीले के काम गर्नुपर्छ, ती व्यवस्थापकीय काम अथवा सिप कौशल जे भने पनि त्यसलाई हामी के भन्छौँ? अभिलेख व्यवस्थापन भन्छौँ। यहाँसम्म ठिक छ साथीहरू? ठिक छ। ल ठिक छ, कोही नबोलेपछि मैले ठिक छ नै भन्ने बुझ्छु है। ल अब अभिलेख व्यवस्थापन गर्ने विधि तरिकाहरू कसरी गरिन्छ त? ल, अभिलेख व्यवस्थापन गर्ने विधि तरिका के हुन् त भन्दा अब
कसरी अभिलेख राखिन्छ भन्दा दर्ता र चलानीको किताब प्रयोग गरेर पनि हामीले गर्न सक्छौँ। जस्तो यो पत्र यति मितिमा प्राप्त भएको भन्ने कुरा दर्ताबाट थाहा हुन्छ, यो पत्र यति मितिमा बाहिर पठाएको भन्ने चलानीबाट थाहा हुन्छ। भनिसकेपछि दर्ता र चलानीको किताब प्रयोग गरियो भने अभिलेख गर्न सजिलो भयो कि भएन? हो, यो मितिमा यो कार्यालयबाट यो चिठी पत्र प्राप्त भएको भन्ने कुरा केबाट थाहा हुन्छ? कुन किताबबाट थाहा हुन्छ? दर्ता हो, दर्ताबाट। अन्यत्र आएका चिठी पत्रहरू दर्ताबाट थाहा हुन्छ भने अन्यत्र पठाइएका चिठी पत्रहरूको रेकर्ड केमा हुन्छ? चलानी चलानी किताबमा। हो, दर्ता र चलानी किताबको प्रयोग गरिसकेपछि अभिलेख भयो कि भएन? त्यसले रेकर्ड राख्यो कि राखेन? हो, एउटा माध्यम भनेको, एउटा तरिका भनेको के हो त? दर्ता र चलानीको किताबको प्रयोग भयो। अर्को फाइलिङ पद्धति। हामीले विभिन्न फाइल बनाउँछौँ नि कार्यालयमा, विषयसँग सम्बन्धित होइन, अथवा निश्चित समयको फाइलहरू बनाउँछौँ। जस्तो बढुवा फाइल हुनसक्छ, रामप्रसादको बढुवा फाइल भनेर छुट्टै राख्न सक्छौँ। भनेपछि फाइलमा हामीले फाइलभित्र त्यससँग सम्बन्धित विभिन्न कागजात पत्रहरूलाई, एउटै विषयसँग सम्बन्धित कागज पत्रलाई एउटा फाइलमा, अर्को विषयसँग सम्बन्धित कागजातलाई अर्को फाइलमा, त्यसरी फाइल बनाएर राख्ने पद्धति के हो त? फाइलिङ पद्धति हो। फाइलभित्र त्यो एउटै विषयसँग सम्बन्धित कागजातहरू राख्छौँ, मिलाएर सिलसिलावार मिलाएर। हो, त्यसरी पनि अभिलेख व्यवस्थापन हुन सक्दो रहेछ। अभिलेखलाई हामीले सुरक्षित बनाएर राख्न सकिँदो रहेछ। दोस्रो तरिका भयो। अर्को प्रतिवेदन र रजिस्टर होइन, प्रतिवेदन तयार गरेर अथवा रजिस्टरमा लेखेर, रजिस्टरमा रेकर्ड राखेर, अभिलेख राखेर पनि हामी के गर्छौँ? अभिलेख व्यवस्थापन गर्छौँ। अब माइक्रो फिल्म पद्धति भनिएको छ, यो क्यामेरामा अब भिडियो बनाएर भनौँ न, भिडियो बनाएर हामीले त्यसलाई सेभ गरेर राख्यौँ भने पनि एउटा तरिका भयो। अहिले आधुनिक प्रक्रिया भयो, आधुनिक तरिका भयो। त्यसै गरी सङ्ग्रहालयमा पनि राख्छौँ अभिलेखहरूलाई। तपाईँलाई थाहा छ नि, सङ्ग्रहालय जानुभएको छ, कति पुराना कागजातहरू होइन, कागजपत्रहरू, अभिलेखहरूलाई कसरी सुरक्षित गरे हुन्छ होइन। राजा मानदेवका पालाका होइन, प्रताप मल्लका ती अभिलेखहरू पनि अहिले पनि हामी देख्न पाउँछौँ नि सङ्ग्रहालयमा। हो, एउटा सङ्ग्रहालयबाट पनि हामी अभिलेख व्यवस्थापन गर्न सक्छौँ। अब वेब पेजहरू हुन सक्छन् होइन, वेबसाइटहरू, वेब पेजहरू, त्यसमा पनि हामीले सुरक्षित गरेर राख्न सक्छौँ। अनि श्रव्य दृश्य पद्धति भनिएको छ होइन, देख्ने सुन्ने पद्धति अनुसार भिडियो नै भनौँ त्यसलाई होइन, त्यो तरिका हुन्छ भने अब कम्प्युटरमा राख्ने चलन छ आजकल। हामीले धेरै त्यो कागज फाइलहरू बनाएर, अनावश्यक फाइल बनाउनु, बरु फाइलै बनाउनु पर्ने, कम्प्युटरमै विभिन्न फाइलहरू बनाउँछौँ, फोल्डर बनाउँछौँ, त्यही हामीले कागजपत्रहरूलाई सुरक्षित गर्छौँ भने यी आधुनिक प्रविधि भए। भने पुरानो पद्धति के हो त भन्दाखेरि यिनै फाइलिङ गर्ने होइन, रजिस्टरमा राख्ने, दर्ता चलानीहरूको किताबको प्रयोग गर्ने, ती पहिलेदेखिबाट चलिआएका हुन् भने अहिले अब यो वेब पेज होइन, श्रव्य दृश्य पद्धति, कम्प्युटर पद्धति होइन, माइक्रोफिल्म पद्धति, ती पद्धतिहरू नयाँ पद्धति हुन्। यसरी हामी अभिलेखलाई के गर्न सक्छौँ? अभिलेखलाई व्यवस्थापन गर्न सक्छौँ। यी विभिन्न विधि र तरिका जे सोधे पनि लेख्ने यसरी। यसलाई खुलाएर तपाईँहरूले लेख्न सक्नुहुन्छ। त्यो सर पहिला एउटा सेतो लुगामा कि सेतो बोरामा पनि राख्नुहुन्थ्यो अरे, त्यो पनि हो नि, त्यो पोको पारेर राख्ने होइन, त्यसरी पनि सुरक्षित राख्न सकिन्छ अभिलेखलाई। अब बोरामा पोको पारेर पनि राख्न सकिन्छ, बोरामा अथवा त्यो सेतो कोरा कपडा भन्छ होइन, कोरा कपडामा राखिन्छ। जस्तो तपाईँले आर्थिक वर्ष समाप्त भइसकेपछि प्रायःजसो यो अडिट गरिन्छ नि, अडिट गरेका कागजपत्रहरू होइन, उसमा के भन्छ, कोरा कपडाले बेरेर राख्ने चलन छ। त्यो पनि एउटा तरिका हो। त्यो अहिले पनि छ कि छैन सर? छ, हामी आफै गर्छौँ, म आफै गर्छु। कुनै दिन मेरो अफिस आउनुभयो भने देख्न सक्नुहुन्छ। कहाँ हो सर? अफिस त बुटोलमा छ, खोज्दै आउनु है। ल, अब अगाडि बढौँ। अब असल अभिलेख कस्तो हुनुपर्छ त? अभिलेख राख्ने कुरा गऱ्यौँ, अभिलेख व्यवस्थापनका कुरा गऱ्यौँ भने असल अभिलेख भने कस्तो हो? कस्तोलाई अभिलेखलाई असल अभिलेख भन्छ? रेकर्ड भन्छौँ नि इङ्ग्लिसमा, रेकर्ड। त्यो नेपाली भन्दा पनि अङ्ग्रेजी शब्दबाट तपाईँले बुझ्न अझ सजिलो मान्नुहुन्छ कि होइन? राम्रो रेकर्ड भने के हो? तपाईँलाई कस्तो रेकर्ड चाहिँ राम्रो लाग्छ? पुराना कुराहरू खोज्नुभयो होइन, पुराना कुरा खोज्नुभयो, तर तपाईँले सबै बुझ्नु भएन होइन, लेखेको भाषा बुझ्नु भएन,
अथवा लेखाइको अक्षर बुझ्नु भएन, अथवा त्यो प्रस्तुत गर्ने तरिका भएन, गुजुमुजु भयो, लामो लेखिया छ, त्यो के भन्छ पुरानो पुरानो पण्डितहरूले लेख्नेको स्टाइलले लेखिया छ होइन, त्यसरी लेखियो भने पनि बुझ्यो भनेपछि कस्तो रेकर्डलाई, कस्तो अभिलेखलाई तपाईँले राम्रो भन्नुहुन्छ, ती कुराहरू यहाँ छन्। जस्तो अभिलेख भनेको विशिष्ट हुनुपर्छ, छुट्टै प्रकारको हुनुपर्छ कि अभिलेख जस्तो हुनु पर्यो कि रफ कपी जस्तो होइन, त्यस्तो हुनु भएन, त्यसको छुट्टै पहिचान हुनु पर्यो, अभिलेख विशिष्ट हुनुपर्छ। अनि समय समयमा अपडेट गर्नुपर्छ होइन, त्यो अभिलेख कस्तो हुनु पर्यो, समय समयमा अपडेटेड गर्नु पर्यो कि हामीले हरेक चिजहरू अपडेट गर्दै लान्छौँ नि होइन, समय सापेक्ष त्यसलाई सहज बनाउन, सहज तरिकाले बुझ्न हामीले अपडेट गर्छौँ गर्दैनौँ। त्यस्तै गरेर अभिलेखहरूलाई पनि हामीले अपडेट, जस्तो के अरे कार्यालयमा रहेका ढड्डाहरू हुन्छन् नि, रजिस्टरहरू हुन्छन्, तिनीहरूका बाहिरपट्टिको चेत्तिन सक्छ, सकिन्छ। त्यसलाई फेरि के गर्ने त भन्दा फेरि बाहिरबाट रजिस्टर गरेर राम्रो तरिकाले मेन्टेनेन्स गरेर राम्रो तरिकाले सुरक्षित बनाएर राखिन्छ। अब अध्यावधिक गर्ने कुरामा कस्तो भने कसैको ठेगाना अध्यावधिक गर्न सकिन्छ। जस्तो पहिला गाविस नगरपालिका भन्ने ठेगाना हुन्थ्यो भने अहिले गाउँपालिका नगरपालिका भन्ने छ। हो यसरी कन्भर्ट गरेर पहिलाकै गाविसका आधारमा राख्ने हो भने अहिले नभेटिन सक्छ, खोज्न गाह्रो हुन्छ। भनेपछि त्यो पहिलाका गाविसलाई अहिले कुन गाउँपालिकामा गए अथवा कुन नगरपालिकामा परे त्यही अनुसार हामीले त्यो फाइलिङ गऱ्यौँ भने हामीलाई बुझ्न, भेटाउन, खोज्न सजिलो हुन्छ नि। भनेपछि समय सापेक्ष हामी के गर्नुपर्ने हुन्छ, अभिलेखलाई हामीले अपडेट गर्नुपर्ने हुन्छ। त्यसै गरी भरपर्दो र विश्वसनीय हुनु पर्यो। अभिलेख के हुनु पर्यो, भरपर्दो हुनु पर्यो र विश्वसनीय हुनु पर्यो। अनि समय सान्दर्भिक, समयसँग सुहाउँदो हुनु पर्यो, समयको सन्दर्भ अनुसारको हुनु पर्यो। संक्षिप्त हुनुपर्छ, अघि मैले भने धेरै भद्दा लेखेर धेरै राखेर काम छैन, संक्षिप्त हुनुपर्छ। त्यो अभिलेखले सूचना दिने खालको हुनुपर्छ, सूचनामूलक हुनुपर्छ। अनि त्यो राखेर प्रमाणको रूपमा प्रयोग हुन सक्ने हो भने पो बल्ल त्यसलाई अभिलेख भन्न सकियो। भोलि प्रमाणको रूपमा पेश गर्नै नसकिने खालको अभिलेख राखेर के अर्थ भयो, त्यसले के काम लाग्छ र? भनेपछि त्यो भविष्यमा प्रमाणको रूपमा चाहिँ प्रयोग गर्न सकिने हुनुपर्छ। अभिलेख स्वाभाविक हुनुपर्छ, असम्भव हुनु हुँदैन। कहिलेकाहीँ पत्यारै नलाग्ने कुराहरू, त्यस्ता कुराहरू हुनु हुँदैन। ती स्वाभाविक त्यति बेला त्यस्तो हुन्थ्यो भन्ने कुरो विश्वास गर्न लायकको हुनुपर्छ अभिलेख होइन। अनि अभिलेखलाई विभिन्न तरिकाले वर्गीकरण गरेर विषयको आधारमा अथवा त्यसको महत्त्वको आधारमा वर्गीकृत गरेर राखेको हुनु पर्यो। सबैलाई एकै ठाउँमा गोल राख्ने हो भने कुन चिज कहाँ छ खोज्न समय लाग्न सक्छ। अनि खोजेको बखत सजिलै पाइने हुनुपर्छ। अभिलेख भनेको जहिले पनि खोजेको बखत सजिलै पाउन सक्ने हुनुपर्छ। अब अभिलेख व्यवस्थापन गर्ने भन्ने अनि अभिलेख व्यवस्थापन गर्न ठुलो पैसा खर्च गर्ने भने राज्यको पैसो अथवा कार्यालयको पैसो त अनावश्यक ठाउँमा बढी खर्च हुने भयो नि, त्यसले उत्पादन दिँदैन। त्यही भएर हामीले गर्ने अभिलेख व्यवस्थापनको खर्चलाई मितव्ययी बनाउनुपर्छ अथवा कम खर्चिलो बनाउनुपर्छ। वैज्ञानिक तथा आधुनिक रूपमा व्यवस्थापन गरिएको हुनुपर्छ। अब पहिला कागजी रूपमा चाहिँ अभिलेखलाई व्यवस्थापन गरिन्थ्यो भने अब डिजिटल माध्यमबाट राख्न सक्नु हुनु पर्यो। त्यसो भयो भने के हुन्छ, खोज्न सजिलो हुन्छ, सुरक्षित रहन्छ, नष्ट हुने सम्भावना रहँदैन। विद्युतीय वा डिजिटल माध्यमको प्रयोग गर्नु पर्यो भन्ने कुरा। यस्तो बेला हामी के भन्छौँ, असल अभिलेख अथवा असल अभिलेख व्यवस्थापन भनेर भन्छौँ। अब हामीले बुझ्नु विषय के हो भन्दा अब हामीलाई प्रश्नमा अर्को पैसा आउने महत्त्वपूर्ण विषय हो यो अभिलेख व्यवस्थापन चक्र भनेको के हो। ल अभिलेख व्यवस्थापन चक्र भनेको के हो? चक्र भने थाहा छ नि तपाईँलाई? चक्र भनेको गोलो हुन्छ, साइकल गोलो हुन्छ, घुमेर फेरि त्यही ठाउँमा आउने। एक ठाउँबाट सुरु गरेर घुमेर फेरि त्यही ठाउँमा आउँछ भने त्यसलाई चक्र भन्छ। भनेपछि हामीले गर्ने कामहरू जस्तो मान्छेको जीवन चक्र भन्छ नि, मान्छे सुरुमा जन्मिन्छ, अलि ठुलो बच्चा हुन्छ, अलि ठुलो हुन्छ, तन्नेरी हुन्छ, अनि त्यसपछि केही समयपछि बुढो हुन्छ, मर्छ, फेरि जन्मिन्छ, एउटा चक्र हो नि। हो त्यस्तै गरेर अभिलेख व्यवस्थापन पनि एक चक्र हो। अभिलेख व्यवस्थापन चक्र भनेको सबभन्दा पहिला अभिलेखलाई प्राप्त गर्नेदेखिबाट लिएर त्यसलाई अन्तिममा गएर डिस्पोज गरिन्छ, त्यसलाई धुलाउने काम गरिन्छ।
र फेरि अभिलेख प्राप्ति गर्ने एउटा यो चक्र चलिरहेको हुन्छ कार्यालयमा अथवा सङ्गठनमा। यसैलाई हामी के भन्छौँ? अभिलेख व्यवस्थापन चक्र भन्छौँ। कार्यालयमा हैन के अरे अभिलेखहरू प्राप्त हुनेदेखिबाट लिएर त्यो अभिलेखलाई धुलाउनेसम्म के कामहरू प्रक्रियाहरू अवलम्बन गर्छौँ, त्यो एउटा साइकलको एउटा चक्रको रूपमा रहेको हुन्छ। त्यसपछि पुनः फेरि कागज अथवा अभिलेख प्राप्तिमा पुग्छौँ हामी। यसरी एउटा रोटेसन यता एउटा के अरे चक्र घुमेको हुन्छ। त्यसैलाई हामी के भन्छौँ? अभिलेख व्यवस्थापन चक्र भन्छौँ। अब यसले के लेख्यो? कार्यालयमा अभिलेखको उत्पादन, सिर्जना वा प्राप्ति जे भने पनि एउटै हो है। उत्पादन पनि हुन सक्छ, सिर्जना पनि हुन सक्छ, अथवा प्राप्ति अन्यत्रबाट प्राप्ति पनि हुन सक्छ। कार्यालय आफैमा उत्पादन पनि हुन सक्छ अथवा सिर्जना हुन पनि सक्छ भने प्राप्ति अन्तबाट पनि हुन सक्छ। जसरी भए पनि तिनीहरूको प्राप्ति, त्यसपछि त्यसलाई प्राथमिकीकरण गर्ने अथवा वर्गीकरण गर्ने, कुन बढी महत्त्वपूर्ण छ हैन, कुन छिटो चाहिन्छ, कुन बारम्बार चाहिन्छ, कुन लामो समय काम लाग्दैन अथवा लामो समय सुरक्षित राख्नुपर्ने हुन्छ भनेर तिनको प्राथमिकीकरणको आधारमा अथवा वर्गीकरणको आधारमा त्यसलाई प्राथमिकीकरण गर्ने र वर्गीकरण गर्ने। अनि त्यसलाई प्रशोधन गर्ने भनेको त्यही हो। प्रशोधन गर्ने के छुट्याउने हैन, प्रशोधन गर्ने कुन ठिक छ, कुन राम्रो छ, कुन आवश्यक छ, कुन अनावश्यक छ भनेर छुट्याउने, प्रशोधन गर्ने। देखि आवश्यक कागजातको सुरक्षित भण्डारण, त्यसलाई अब सुरक्षित तरिकाले अब जुन आवश्यक कागजात हो, जो अभिलेख हो, त्यसलाई सुरक्षित तरिकाले भण्डारण गर्ने र अनावश्यक कागजातको धुलाउने। धुलाउने भन्ने शब्द त बुझ्नुभयो नि यहाँले, नष्ट गर्ने है, सामान्य अर्थमा नष्ट गर्ने, प्रक्रिया पुऱ्याएर नष्ट गराउनुलाई धुलाइ भन्छ। भनेपछि अनावश्यक कागजातहरूको के गर्ने? धुलाइ गर्ने सम्मको समष्टिगत प्रक्रियालाई हामी के भन्छौँ त? अभिलेख व्यवस्थापन चक्र भनेर भन्छौँ। एउटा रोटेसन हुन्छ। यहाँ तल चित्र हेर्नुहोस् त के छ? सबभन्दा पहिला अभिलेखको क्रिएट हुन्छ हैन, प्राप्ति हुन्छ, सिर्जना हुन्छ। त्यसपछि त्यसलाई हामी वर्गीकरण गर्छौँ, विभिन्न आधारमा वर्गीकरण गर्छौँ। कम महत्त्वपूर्ण, महत्त्वपूर्ण, अति महत्त्वपूर्ण, कम महत्त्वपूर्ण हैन, अथवा कानुनी, राजनीतिक हैन, शैक्षिक हैन, वातावरणीय अथवा विषयका आधारमा विभिन्न तरिकाले गर्न सक्छौँ। अथवा सरकारी, गैर सरकारी, सामुदायिक हैन, निजी अथवा व्यक्तिगत भनेर त्यसरी पनि हामी वर्गीकरण गर्न सक्छौँ। त्यसरी हामी छुट्याउने अनि आवश्यक, अनावश्यक भनेर छुट्याउन पनि सक्छौँ। यो महत्त्वपूर्ण, अति महत्त्वपूर्ण भनेर छुट्याउन सक्छौँ। त्यसरी हामीले त्यो अभिलेखलाई पहिला छुट्याउने, त्यसपछि अब स्टोर गर्ने, राख्ने, लर त राख्नु पर्यो। अनि त्यस राखिसकेपछि अब त्यो अभिलेख किन राखिन्छ त भन्दा भोलि पुनः प्रयोग हुन सक्छ, प्रमाणको रूपमा प्रयोग हुन सक्छ अथवा अन्य कामको लागि के अरे प्रयोग हुन सक्छ। भनेपछि त्यसको प्रयोग पनि गर्ने, समय सापेक्षमा त्यो बिग्रियो, अभिलेख बिग्रियो भने त्यसलाई मर्मत पनि गर्ने, मेन्टेनेन्स र युज गर्ने। अर्काइभ भनेको यो स्टोर जस्तै हो, तर अर्काइभले अलिकति के हुन्छ भने स्टोर भनेको तत्काल तपाईँले लर जम्मा गर्ने ठाउँलाई स्टोर भन्छ। अर्काइभ भनेको अलि लामो समय चाहिँ सुरक्षाका लागि राखिन्छ भने त्यसलाई अर्काइभ भन्छ है। अनि त्यसपछि अनावश्यक अभिलेखलाई हामी के गर्छौँ? डिस्पोज गर्छौँ, धुलाउँछौँ। अनि सकियो, चक्र सकियो। अब फेरि नयाँ अभिलेखलाई हामी फेरि सुरक्षा के गर्छौँ? प्राप्ति गर्छौँ अथवा सिर्जना गर्छौँ। यसरी एउटा चक्र बन्यो नि, यसरी एउटा प्रक्रिया बन्यो नि। यसैलाई हामी के भन्छौँ? अभिलेख व्यवस्थापन चक्र, रेकर्ड म्यानेजमेन्ट साइकल भनेर हामी भन्छौँ। अभिलेखको सिर्जना, अभिलेखको वर्गीकरण, अभिलेखको उचित भण्डारण, अभिलेखको प्रवाह एवं मर्मत हैन, प्रवाह अथवा उपयोग भनौँ न, उपयोग भने नि उही हो, प्रवाह भने पनि उही हो हैन। अभिलेखको उपयोग एवं मर्मत, त्यसपछि अभिलेखको सङ्ग्रह भनेको अर्काइभमा राख्ने कुराहरू, लामो समय त्यो पछिसम्म काम लाग्छ भन्ने कुराहरूलाई त्यसरी अर्काइभमा राख्छौँ। अनि अनावश्यक सूचना र तथ्याङ्क धुलाउने काम, जुन आवश्यक छैन त्यसलाई धुलाउने काम। यसरी सुरु भएर अन्तिममा फेरि पुनः अभिलेखको सिर्जनाबाट यसरी रोटेसनले के अरे कामहरू हुन्छ, यो प्रक्रिया हुन्छ। यसैलाई हामी अभिलेख व्यवस्थापन चक्र भनेर बुझ्छौँ।
जाँचमा अभिलेख व्यवस्थापन चक्र आयो भने यी कुरा पनि लेख्न पर्यो, चित्र बनाएर पनि देखाउनु पर्यो। चित्र अनिवार्य छ। यस्ता यस्ता चित्रहरू प्रक्रिया, चरण होइन, चक्र भनेर आयो भने प्राय चित्र बनाउनु भयो भने राम्रो हुन्छ। अलिअलि तपाईँले उत्तर लेख्ने बेलामा कुनै कुनै क्वेसनमा कतिवटा 14वटा कतिवटा क्वेसन आउँछ, 17वटा क्वेसन आउँछ कि होइन, त्यसमा चाहिँ तपाईँको एउटा दुईटा प्रश्नमा तपाईँले चाहिँ 16वटा जति आउँछ सर। हजुर 16वटा 16वटा आउँछ, ठिक छ। हजुर त्यो त्यो आयो भने 17 तपाईँले एउटा दुईटा क्वेसनमा चाहिँ चित्र बनाउने प्रयास गर्नु होला। हरेकमा चित्र बनाउनु पर्छ भन्ने छैन, सबैमा चाहिन्छ भन्ने छैन, जबरजस्ती चित्र नि नबनाउनुहोस्। तर कहिलेकाहीँ कस्तो हुन्छ भने सामान्य चित्र बनाइदियो भने पनि अलि आकर्षित हुन्छ कि कपी चेक गर्ने मान्छेले एउटै प्याटर्न देखिया हुन्छ, एउटै कुरो लेखिया हुन्छ कि जसले पनि। आखिर यहाँ शब्द 2-3वटा तलमाथि बाहेक त लेख्ने एउटै परिभाषा हो। तर कपी गर्नेले कपी चेक गर्नेले जहिले पनि के सोचिरहेको हुन्छ, अरूको भन्दा बेटर होस्, अरूको भन्दा अलि न्यू स्टाइल होस्, मौलिक होस् भनेरै सोचिया हुन्छ। तपाईँ जब मौलिक देख्ने बित्तिकै उसको दिमागमा नम्बर बढ्यो। त्यही भएर तपाईँले जहिले पनि यो अहिले मसित पढिरहनु भएको छ, किताब पढ्नुहुन्छ, तपाईँले पढ्ने किताब अरूले पनि पढेका हुन्छन्, मैले पढाउने क्लास अरूले पनि दिइरहेको हुनसक्छ, एउटै जस्तो हुन्छ कि। त्यही भएर के आफूले जहिले पनि के सोच्नु भने अरूले भन्दा कसरी बेस्ट दिन सकिन्छ, कसरी आकर्षित गर्न सकिन्छ, कसरी त्यो क्वेसनमा मैले बढी नम्बर ल्याउनुपर्छ भन्ने कुरालाई चाहिँ जहिले पनि तपाईँले पढ्ने बेलामा सोच्नुपर्छ र त्यसलाई लागू गर्नु पर्यो लेख्ने बेलामा। जति प्र्याक्टिस गर्नुहुन्छ लेखन त्यति नै राम्रो सुधार हुँदै जान्छ र परीक्षामा पनि तपाईँलाई कन्फिडेन्स बिल्ड हुन्छ र चित्र पनि अटोमेटिक आउँछ। जस्तो कुनै यस्तो चक्रहरूका कुराहरू होइन, तत्त्वका कुराहरू, त्यस्ता कुराहरूलाई तपाईँले चित्रमा देखाइदिनु भने अलिक आकर्षक देखिन्छ कि। यस्ता पनि प्रयास गर्नु होला है, जबरजस्ती चाहिँ नगर्नु। अब अभिलेख व्यवस्थापनको आवश्यकता, महत्त्व, फाइदा, सन्दर्भ, औचित्य जे भनेर सोधे पनि किन चाहिन्छ अभिलेख व्यवस्थापन भन्न खोजेको हो, किन गर्नुपर्छ अभिलेख व्यवस्थापन भनेको यसले, अथवा उद्देश्य भनेर सोध्न पनि हुनसक्छ। महत्त्व, औचित्य भनेर सोध्यो भने पनि लेख्ने यही हो। यसले के गर्छ त अभिलेख व्यवस्थापनले? ल हेर्नुहोस्, अभिलेखलाई के गर्छ? वर्गीकरण र प्राथमिकीकरण गर्छ, वैज्ञानिक व्यवस्थापन गर्छ, प्रमाणिकताको सुरक्षा गर्छ, प्रमाणहरूको सुरक्षा गर्छ। अनि त्यो अभिलेखले गर्दाखेरि दैनिक प्रशासनिक कार्यमा सरलता ल्याउँछ। अभिलेख खोजीमा लाग्ने समय, लागत र स्थान घटाउँछ। नत्र त्यो अभिलेख व्यवस्थापन सही तरिकाले नगर्ने भने पहिला गरेको रेकर्ड खोज्न कति समय लाग्छ? कागजपत्रलाई एकै ठाउँमा गुचु मुल्टो पारेर पोको पारेर फालिदिने भने त तपाईँ भविष्यमा त्यो काम लाग्ने बेलामा खोजेर भेटिँदैन। त्यही भएर अभिलेख व्यवस्थापन राम्रो हुनुपर्छ। सही अभिलेख व्यवस्थापन भयो भने के हुन्छ त भन्दा लाग्ने समय, त्यो खोज्न लाग्ने समय, लागत होइन, लागत भनेको खर्च, खोज्न लाग्ने समय भने समय भयो, खर्च भयो लागत भनेको। त्यसपछि स्थान पनि घटाउँछ होइन, नत्र त धेरै डकुमेन्टहरू राख्दाखेरि धेरै त्यो कार्यालयको धेरै ठाउँ ओगर्छ नि। तर सही तरिकाले अभिलेख व्यवस्थापन गरियो भने स्थान पनि कम लाग्छ होइन। त्यसैले अभिलेख व्यवस्थापन गर्नुपर्छ कार्यालयमा भनेको। अनि संस्थागत स्मरणका लागि अभिलेखलाई भविष्यमा सुरक्षित गर्न होइन, त्यो संस्थालाई अथवा त्यो कार्यालयलाई अथवा त्यो सङ्गठनलाई लामो समयसँग सम्झिन पर्ने हुन्छ नि। मान्छे त कर्मचारीहरू त सरुवा हुन्छन्, आउँछन् जान्छन्, तर अघिल्लो कर्मचारीले राखेको कुरो पनि पछि आउने कर्मचारीले पनि थाहा पाउने तरिकाले अभिलेख व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसलाई भन्छ संस्थाको संस्मरण भनेको। संस्थाले सम्झिने भनेको व्यक्तिले सम्झेर भएन नि। मैले मेरो अफिसमा कुन डकुमेन्ट कहाँ राखेको छु भन्ने मलाई याद छ। म गएपछि अनि अर्को आउने कर्मचारी, नयाँ आउने कर्मचारी जहिले पनि अलमल्ला पर्न त भएन नि। हो, त्यसको लागि के हुनु पर्यो? संस्थागत स्मरण हुनु पर्यो। कार्यालयकै स्मरण हुनु पर्यो कि कार्यालयले अब अर्को नयाँ आउने कर्मचारीले अटोमेटिकल्ली त्यो डकुमेन्ट त्यहाँ छ भन्ने पत्ता लगाउन सक्ने तरिकाले अभिलेख व्यवस्थापन गर्नु पर्यो। संस्थागत स्मरण बढाउनु पर्यो। अहिले यो शब्द अलि व्यापक भएको छ। किन भएको छ भन्नुहुन्छ भने यो सार्वजनिक प्रशासनमा समस्या छ कि। जस्तो लामो समय एउटै ठाउँमा एउटा कर्मचारीले काम गर्दा धेरै कुरा सिकेको हुन्छ, धेरै फर्मेट बनाएको हुन्छ, लेख्ने ढाँचाहरू हुन्छ, विभिन्न परिपत्रहरू प्राप्त गरेको हुन्छ। त्यस्ता कागजपत्रहरू, परिपत्रहरू, ढाँचाहरू, काम गर्ने तरिकाहरू उसले सबै आफूलाई सजिलो बनाइसकेको हुन्छ, उसले कम्प्युटरमा राखेको हुन्छ। तर त्यो कर्मचारी गएपछि त्यो फाइलै लिएर अथवा त्यो फोल्डरै लिएर गइदिन्छ। अनि नयाँ कर्मचारीले न फर्मेट पाउँछ, न केही पाउँछ, दुनियाँलाई सोध्न पर्छ, खोज्न पर्छ, दुःख पाउँछ। त्यस्तो नहोस् भनेर संस्थागत स्मरण रहनुपर्छ।
त्यसले गरेका काम कारबाहीहरू पनि त्यहाँ अफिसमै राखिदिनुपर्छ, कपी गरेर लान पर्यो कि कट गरेर लान भएन। यहाँ त चलन त्यस्तो भयो, अर्काले दुःख पाओस्, मैले यत्रो दुःख गरेँ किन अरूलाई दिने भनेर त पुरै लैजान्छ कट गरेर, त्यहाँ नरहने गरी। अहिले चाहिँ यो संस्थागत स्मरणलाई अलिक बढी जोड दिन थालेको छ सार्वजनिक प्रशासनमा। त्यसका कारणले के हुन्छ, नयाँ आउने कर्मचारीलाई होइन नयाँ पछि गर्ने कामलाई सहजीकरण हुन्छ, सरल हुन्छ, दुःख पाउँदैन भन्न सर खोजेको। यो अफिस मेमोरी त त्यसमा के भन्छ मेमोरी सेन्टर बनाले त्यो त अफिसको पनि त यस्तै होइन र इम्पोर्टेन्समा मतलब के भन्नु खोज्नुभयो अफिसको मेमोरी भन्नाले? अफिसकै मेमोरी भने त संस्थागत होइन स्मरण भनेको। मेमोरी सेन्टर त्यो के भन्छ अफिसकोमा पनि हुन्छ नि यस्तै यस्तै। हुन्छ अफिसमै त भने नि, अन्त क्या भने। त्यसपछि आवश्यक नीति तर्जुमा, कार्यान्वयन विश्लेषण होइन, कार्यान्वयन र मूल्याङ्कनमा आवश्यक सूचना। अब यो जे काम गर्न पछाडि गर्ने कामलाई हामीलाई चाहिने सूचनाहरू तिनै कागजातमा हुन्छ, त्यो कागजलाई हामीले सुरक्षित बनाएर राख्नुपर्छ, त्यसले सूचना दिन्छ ती कागजातहरूले भनेको। भोलि पर्सि हामीले नीति निर्माण गर्नका लागि अथवा पछि गरिने नीति निर्माणका लागि पुराना कागजहरू आवश्यक पर्छ होइन, अभिलेखहरू आवश्यक पर्छ। त्यसको लागि नीति निर्माण प्रक्रियालाई सरल, सहज, एकरूप र प्रभावकारी बनाउँछ त्यसले। त्यसपछि सङ्गठनको विगतको अभ्यास तथा कार्य प्रगतिको जानकारी हासिल गर्न भन्नाले विगतमा हामीले के कसरी काम गरेका रहेछौँ, के प्रगति उपलब्धि गरेका रहेछौँ, कस्तो प्रयास गरेका रहेछौँ, के साधन स्रोतहरू प्रयोग गरेका रहेछौँ भन्ने कुरो पनि त्यही अभिलेख व्यवस्थापनबाट हामीले थाहा पाउँछौँ, त्यही अभिलेख हेरेर। सरकारवालाको सूचनामा पहुँच र पारदर्शिता प्रदान। अभिलेख कार्यालयमा सही तरिकाले राखियो भने पो जसले कोही सरकारवाला हुन सक्छन् नि, सेवाग्राही हुन सक्छ अथवा अन्य सङ्गठनका व्यक्ति हुन सक्छन् होइन, निगरानी गर्ने निकायहरू हुन सक्छन्, तिनीहरूले खोजेको सूचना चाहिँ प्राप्त गर्न सक्छन्। तर त्यो सही तरिकाले व्यवस्थापन हुन सकेन होइन, अभिलेख व्यवस्थापन सही तरिकाले भएन भने उनीहरूको पहुँच पनि हुँदैन, पहुँच पर्दैन। अनि पारदर्शी पनि हुन्छ। अध्ययन अनुसन्धानका लागि सूचना उपलब्ध गराउँछ। यो सूचना उपलब्ध गराउने कुरा धेरै कुरालाई छ, यी नीति निर्माणको कुरालाई पनि सूचना उपलब्ध गराउँछ, अध्ययन अनुसन्धानलाई पनि भयो, विगतमा गरेका कामहरू हेर्नलाई पनि भयो, अनि आवश्यक कागजातहरूलाई समयमै धुलाउन हो। अभिलेख व्यवस्थापनले सबै कागजहरू सुरक्षित बनाएर राख्ने भने पनि होइन, समय पुगेपछि त्यसको धुलाउने काम पनि गर्नुपर्छ भन्ने कुरालाई पनि जोड दिन्छ। र कार्यालयको रूपाङ्गन भनेको रूप मान्छेको रूप भने जस्तो राम्रो देखिन्छ नि हो, त्यस्तै कार्यालयको रूपाङ्कन सुन्दर, एट्र्याक्टिभ होइन र व्यवस्थित देखिन्छ। त्यस्तो गराउनलाई पनि हामी अभिलेख व्यवस्थापन गर्नुपर्छौँ। सही तरिकाले अभिलेख व्यवस्थापन भएन भने कार्यालयको रूपाङ्कन पनि राम्रो देखिँदैन, फाइलहरू हराउन सक्छन्, खोजेको सूचना प्राप्त हुँदैन होइन, सरकारवालाले थाहा पाउँदैनन्, पारदर्शी हुँदैन, झन् त्यहाँ शङ्का गरिन्छ होइन, अनियमितताको शङ्का गर्न सकिन्छ, कार्यालयप्रति नागरिकहरूको त्यति राम्रो धारणा बन्दैन होइन। यी यस्ता कुरालाई सुल्झाउनका लागि, कार्यालयलाई अगाडि बढाउनका लागि, कार्यालयलाई राम्रो बनाउनका लागि, कार्यालयको अभिलेखलाई सुरक्षित तरिकाले राख्नका लागि अभिलेख व्यवस्थापन अपरिहार्य छ साथीहरू। अब म यो लास्ट है, यो अभिलेख व्यवस्थापनका सम्बन्धमा नेपालमा भएको व्यवस्था, जस्तो अभिलेखलाई सुरक्षित बनाएर राख्नुपर्छ भन्ने कुरा कहाँ लेखिया छ त? व्यवस्था भनेर सोध्यो भने मैले तपाईँहरूलाई अघिल्ला क्लासहरूमा पढाइसकेका छु। व्यवस्था सोध्यो भने तपाईँले के लेख्नुपर्छ? कम्तीमा पनि कानुनी संवैधानिक तथा कानुनी व्यवस्था लेख्ने, अनि संस्थागत, यी दुईटा व्यवस्था त अनिवार्य लेख्नुहोस् है। संवैधानिक तथा कानुनी र संस्थागत व्यवस्था अनिवार्य लेख्नुहोस्। अब जान्नुहुन्छ भने अन्य व्यवस्थाहरू जस्तो कार्यक्रमगत हुन सक्छ, संरचनागत हुन सक्छ लगायत अन्य व्यवस्थाहरू छन् भने होइन, स्रोत साधनगत व्यवस्था हुन सक्छ, ती कुरा पनि लेख्दै जानु। तर मुख्यतः तपाईँलाई प्रश्नले के सोधेको भन्दा व्यवस्था भनेर सोध्यो भने संवैधानिक र कानुनी व्यवस्था लेख 1 नम्बरमा, 2 नम्बरमा संस्थागत अथवा संरचनागत व्यवस्था लेख भनेको के हो त? संवैधानिक कानुनी भनेको संविधानमा तोसँग सम्बन्धित कुरा के छ, के व्यवस्था गरिएको छ भनेको संवैधानिक हो।
कानुनी भनेको त्योसँग सम्बन्धित अन्य कानुन के बनेका छन् जस्तो ऐन, नियम, कार्यविधि, है, निर्देशिका, नीति, मापदण्ड के बनेका छन् ती कुरालाई कानुनी भन्छ। भनेपछि अभिलेख व्यवस्थापन गर्नुपर्छ भन्ने कुरो संविधानमा के छ त भन्दा संविधानमा सूचनाको हक लेखिया छ नि। सूचनाको हकमा के लेखिया छ त धारा 27 मा हैन, सार्वजनिक निकायको सूचना चाहिँ आफ्नो अथवा सार्वजनिक आफ्नो सरकारको विषयको सूचना चाहिँ माग्ने र पाउने हक हुनेछ भनेर लेखेको छैन। अनि उसले माग्दाखेरि अनि सूचना दिन परेन, सार्वजनिक निकायले दिन पर्यो नि। अभिलेख व्यवस्थापन सही तरिकाले भएन भने सूचना दिन सक्छ, सक्दैन। त्यही भएर यो व्यवस्था अभिलेख व्यवस्थापनसँग सम्बन्धित व्यवस्था भयो। हो, संविधानको एउटा कुरा हामीले यहाँ राख्न सक्यौं, अरू छन् भने अरू तपाईले थप्दै जानु होला। अनि ऐन कानुनहरू के छन् त भन्दा सूचनाको हक सम्बन्धी ऐन कानुन होइन है, सूचनाको हक सम्बन्धी ऐन 2064, नियमावली 2065 भन्ने छ है। सूचनाको हक सम्बन्धी ऐन 2064, नियमावली 2065 छ। यो पनि अभिलेख व्यवस्थापनसँग सम्बन्धित कानुन हो। त्यसैगरी मुख्यत सरकारी कागज धुलाउने नियमहरू 2027 भन्ने छ। स्पेसिफिक कानुन भनेको यही हो। यो हाम्रो अभिलेख व्यवस्थापनसँग प्रत्यक्ष संलग्न कानुन भनेको के रहेछ त सरकारी कागज धुलाउने नियमहरू 2027 भन्ने हो। 27 संशोधन भएन र सर? संशोधन भए पनि त्यो 27 लेखिया हुन्छ के। संशोधन त भयो होला नि, किन नहुने। हेर्नु होला त एकचोटि डाउनलोड गरेर। कता 70 तिर संशोधन भएको लाग्यो। संशोधन भएर 70 लेख्दैन के, बुझ्नुभयो। संशोधन 70 यहाँ पनि हुन सक्छ, संशोधन जतिचोटि पनि हुन सक्छ। पहिलेकै लेख्ने संशोधन भएको ऊ लेख्ने होइन नि, साल लेख्ने हुँदैन नि। यो ऐनको नामै यही हो के। यसको नामै सरकारी कागज धुलाउने नियमहरू 2027 भन्ने हो के। जस्तो नेपालको संविधान 2072 भनेर लेखिया छैन नि, नेपालको संविधान मात्रै लेख्छ। तर अन्य ऐनहरूमा त्यो ऐनको नाम लेखेपछि पछाडि बनेको सालको नाम पनि लेखिया हुन्छ। न त यो नेपालको संविधान पनि पहिला 2063 सालको संविधान हुँदा त्यो संविधानको नाम के लेखेको थियो? नेपालको संविधान 2000, नेपालको अन्तरिम संविधान 2063 भनेर लेखेको थियो कि नै? त्योभन्दा अगाडि 47 को पनि लेखेको थियो। तर अहिलेको 2072 सालमा बनेको संविधानमा 2072 भनेर लेखेको छैन। त्यही भएर तपाईले कहिले पनि लेख्नु हुँदैन नेपालको संविधान 2072 भनेर नलेख्नु होला। लेख्नै मन लाग्छ भने सन् विक्रम 2072 सालमा जारी भएको नेपालको संविधान भनेर लेख्नुस्, यसरी भाषा मिलाएर। तर नेपालको संविधान 2072 लेख्नु भने तपाईँ मिस्टेक हुन्छ, तपाईलाई इन्टु लगाइदिन्छ त्यहाँ। तर ऐनमा नियमहरूमा चाहिँ यो साल पनि हुन्छ। भनेपछि यो अभिलेख व्यवस्थापनसँग सम्बन्धित र स्पेसिफिक कानुन भने के रहेछ त भन्दा सरकारी कागज धुलाउने नियमहरू 2027 भन्ने हो। त्यसैगरी अभिलेख संरक्षण ऐन 2046 र नियमावली 2063 भन्ने रहेछ। यो पनि अभिलेख व्यवस्थापनसँग सम्बन्धित भयो। त्यसैगरी लेखा परीक्षण ऐन 2075, यसले के गरेको छ भन्दा लेखाका कागजपत्रहरूलाई सुरक्षित राख्ने कुराहरू यसमा छ। आर्थिक प्रशासनसँग सम्बन्धित विषयवस्तुहरू यी बाहेक अन्य पनि छन्, तर न्यूनतम तपाईले यति कुराहरू ख्याल गर्नु पर्यो, सम्झिनु पर्यो, घोक्नु पर्यो। यी व्यवस्था हुन्। के व्यवस्था हुन् त भन्दा तपाईलाई व्यवस्था भनेर सोधेको छ नि, के को भन्दा अभिलेख व्यवस्थापनको। अनि के व्यवस्था लेख्नुभयो भन्दा तपाईले संवैधानिक तथा कानुनी व्यवस्था लेख्नुभयो। यसलाई संवैधानिक नलेखिकन एकैचोटि कानुनी व्यवस्था मात्रै लेखे पनि केही बिग्रिँदैन, किनभने संविधान पनि त कानुन हो नि। तर संवैधानिक तथा कानुनी भनेर लेख्नुभयो भने मिस्टेक भएन। शब्द बुझ्नुस्, लेख्ने आफ्नो तरिका हो। त्यसै गरेर संस्थागत भनेको संस्था के छन्, संरचना के छ, संगठन के छ त भन्दा केन्द्रीय तथ्याङ्क विभाग छ। हेर्नु त योसित कति अभिलेख छ, जनगणनाका, कृषि गणनाका, औद्योगिक गणनाका सबै तथ्याङ्कहरू छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सबै विभिन्न खालका अभिलेखहरू छन्। निजामती, प्रहरी, सैनिक किताबखानाहरू छैनन्। जस्तो प्रत्येक कर्मचारीको विवरण कहाँ छ? अहिले त निजामती किताबखाना त भन्दैन, अहिले त राष्ट्रिय किताबखाना भन्छ कि यसलाई है। राष्ट्रिय किताबखाना अनि कोष्टमा निजामतीको भने
निजामतीको हो भने निजामती, प्रहरीको हो भने प्रहरी, सैनिकको हो भने सैनिक भनेर लेखिया छ। पहिला निजामती किताबखाना शिक्षकको हुन्थ्यो पनि भने अहिले शिक्षक नाम चेन्ज हुँदैन। भएको छ है। त्यसै गरी राष्ट्रिय अभिलेखालय छ, डाटा सेन्टरहरू छन्, विभिन्न विषयगत मन्त्रालय तथा कार्यालयहरू, अफिसले पनि राखेका हुन्छ नि, प्रत्येक अफिसले राखेका हुन्छ नि अभिलेखहरू, कागजपत्रहरू सुरक्षित गरेर राखेका हुँदैन। ती कार्यालयहरू पनि संस्था होइनन् हुन् भनेपछि यी कुरा संस्थागत कुरा पनि तपाईँले जान्नुपर्छ। यी लगायत अन्य अब निजामती किताबखानामा PIS भन्ने सिस्टम छ, पर्सनल इन्फर्मेसन सिस्टम भन्ने छ है। यो निजामती किताबखाना नाम चेन्ज भएको छ है, राष्ट्रिय किताबखाना भएको छ, पोस्टमा निजामती भन्ने हो। सर यो निजामतीको र अनि शिक्षकको छुट्टै छुट्टै हुन्छ हो छुट्टा छुट्टै, किताबखाना? निजामती, शिक्षक, प्रहरी छुट्टा छुट्टै, कतिवटा हुन्छन् र यिनी? त्यही 3टा भयो। सैनिकको छुट्टै छ, राष्ट्रिय किताबखाना भन्दैन सैनिककोलाई है। यो 3टाको के, निजामतीको, सैनिकको र प्रहरीको। राष्ट्रिय किताबखानामा के छ त भन्दा पर्सनल इन्फर्मेसन सिस्टम छ होइन, कर्मचारी सूचना प्रणाली भनेको। त्यसपछि जनगणना लगायत विषयगत गणनाहरू गर्छन् नि, ती कुराहरू पनि भए। त्यसरी व्यवस्थापन सूचना प्रणाली भनेको छ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम होइन, MIS का कुराहरू पनि छ। यी हुन् व्यवस्था, यी बाहेक अन्य व्यवस्था पनि हुन सक्छन्। मोटामोटी यति कुरा उल्लेख गरेँ। यहाँसम्मको क्लासमा केही सोध्नु छ साथीहरूको, जिज्ञासा छ भने भन्नुहोस्, होइन भने आजलाई हामी यहीँ टुङ्गाउँछौँ। सर सर त्यो यहाँनिर संस्थागतमा त्यो सङ्ग्रहालय पर्छ कि पर्दैन? संस्थागतमा सङ्ग्रहालय हुन्छ, किन नहुने। यही छ, राष्ट्रिय अभिलेखालय भनेर लेखेकै छ नि, सङ्ग्रहालय, अभिलेखालय, सङ्ग्रहालय है। ल अरू पनि थप्दै जानु होला। छ केही जिज्ञासाहरू साथीहरूको? सर त्यो के भन्छ अघि त्यो सर यो रिपोर्ट भनेको सर कार्यालय कार्यविधिको सर हिस्सा हो कि त्यो प्रकार हो सर? कार्यालय कार्यविधिको प्रकार होइन, हिस्सा हो, हिस्सै हो। हिस्सा हो। त्यही त मैले बुकमा हेरेको थिएँ कि, अनि त्यहाँ टाइप लेखाएको थियो कि, त्यसैले अलिक ए, कन्फ्युज भएर। अनि ल मैले भने ल अब हस्, लजिक लगाउँदा मिल्दैन थियो। हो कहाँ अब त्यस्तो हुन्छ। त्यही त त्यो प्रकार हुँदा त मिल्दैन, हो किनभने हो डेली रिपोर्ट त त्यसकै कामै हो नि। कति हो काम हो गर्यो भनेर डेली रिपोर्ट बनायो, त्यसको हो काम त के हो नि त्यसै। हो। ल हुन्छ, ल छुट्यौँ है त साथीहरू। हजुर। ल।